बिहान र बेलुका के तरकारी पकाउने भन्ने समस्या त छँदैछ। अब यो बिदा भएको दिनमा दिउँसो के खाजा खाने समस्या फेरि छुट्टै छ कि स्कुल भएको दिनमा फेरि त्यो टेन्सनै हुँदैन है। स्कुलमै गजङगुजुङ सबै खाइन्छ साथीहरू। बिदामा फेरि गजङगुजुङ खाजाले पनि चल्दैन कि मलाई फेरि अलिकति मिठै खाना पर्छ यो थुतुनोलाई है। अनि त्यसपछि पुसे आउनु भएको थियो कि बाजेसँग गफ गरेर बस्नको लागि। पुसेको घर पनि नजिकै हो हाम्रो ठुलो पुसे। अनि ठुलो पुसे र बाजे पनि टक्क गफ गर्दै बस्नु भएको थियो है। अनि मैले फेरि यहाँ खाना खाएर भाँडा पनि नमाजिकन म आज दिउँसो सुत्देको कि साथीहरू। अनि यस्तो हुन्छ नि त। अनि भाँडासाँडा माजेर अब के खाजा खाने भनेर टेन्सन भइरहेको थियो है। अनि त्यसपछि अब बुढाखालालाई नै हुने मलाई पनि हुने मिठो पनि हुने है। यहाँ हलुवा पकाउँछु भनेर म दोकानतिर सुजी किन्न गएँ है। अनि यो घर बसेको दिनमा कि मलाई कस्तो भोक लागिरहन्छ घन्टा घन्टामा भने। अनि मैले बिचबिचमा यस्तै खानेकुरा काचङ कुचुङ त मैले कति खाएको हुन्छु तर पनि मलाई फेरि खाजा खानुपर्छ साथीहरू है। अनि त्यसपछि मैले चाहिँ सुजी र चिनी किनेर लिएर आएँ। चिनी थिएन घरमा त्यही भएर 1 पाउ चिनी पनि किने। अनि 1 पोका सुजी किनेर घर आएँ। अब हलुवा पकाउनु पर्यो भनेपछि दुध त चाहिने पर्ने हो साथीहरू। तर दुध छैन मैले तातो पानी बसालेँ। अनि यो किसमिस छ नि मैले किनेर ल्याएर कि 1-1.5 महिना भयो होला कि साथीहरू। मैले गाजरको हलुवा पकाएर खान्छु भनेर ल्याएर आएको किसमिस है। गाजर त्यसै सक्यो काँचै करामकुरुम खाएर। अनि किसमिस चाहिँ यतिकै छ है। अनि आजै हलुवा मिसाउँछ भनेर किसमिसलाई मैले काटेँ। यता पानी उम्लिसकेको थियो कि है तातिसकेको थियो। मैले फेरि भगभगै उमालेँ। अनि किसमिसलाई पनि मसिनो काटेर अनि कराई बसालेँ साथीहरू। यो चाहिँ के अरे भान्साघर सुजी रहेछ साथीहरू है। अनि सिँगै पोका पकायो भने त हामीलाई धेरै हुन्छ। अनि त्यही भएर मैले 1 बोटको मात्रै निकालेँ साथीहरू है। अनि त्यसपछि कराईमा तेल हालेर पहिला मैले किसमिस भुटेँ साथीहरू। तपाईँहरूले कसरी पकाउनुहुन्छ मलाई त केही पनि आइडिया थिएन। अनि यो चाहिँ मैले आफ्नै टेक्नोलोजी युज गरेको है मैले। अनि किसमिसलाई हल्का ड्राई गरेर मैले यहाँ सुजी हालिदिएँ है। सुजी हालेर मजाले भुटेँ है। अनि मलाई के एउटा कुरा थाहा थिएन कि है यो सुजी भुट्दा चाहिँ रातो हुँदैन। यो रातो बनाउनलाई चिनी एड गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले धेरै दिनपछि बल्ल थाहा भएको है। अनि म चाहिँ जति भुटेँ किन रातो हुन्न भन्दै मजाले भुटेको गरेको थिएँ कि है। अनि पछिबाट अनि ठुलो मम्मी आएर चिनी हाल त बल्ल रातो हुन्छ भनेपछि चिनी हालेर मजाले चलाइसकेपछि बल्ल यतिको रातो भएको हो कि है। अनि त्यसपछि मैले अड्कलेर पानी एड गरेको रे है। इत्रु बोडकोले झ्याउ लाएर मेरो फाल डेप्ची नै खनाइदिएँ है। म त अनि वातातै गयो ला पानी धेरै हुन्छ भनेको त धन्न भएन। सुजीले पानी सोच्दो रहेछ कि मजाले है। अनि चलाउँदा साह्रो भयो। अनि मजाले ढेँडो जसरी नै मस्काएँ है। मलाई ढेँडो चाहिँ पकाउन आउँदैन तर ढेँडो जसरी नमस्काए नि मस्काउँदा चाहिँ त्यस्तै भएको थियो साथीहरू है। अनि यता सुजीलाई टक्क भर्साउन राखेर अनि यो खरबुजा नि साथीहरू अस्ति झरी परेको थियो नि त्योभन्दा 1 दिन अगाडि मैले किनेर राखेको कि लगभग 1 हप्ता हुन लाग्यो कि। अनि बल्ल आज साइजुरे खरबुजा खाने दिन पनि है। अनि अब झरी पर्दाखेरि त कहाँ खानु त नि भनेर अनि राखेको त हिजो अब घाम पनि लागेको थियो नि त। अनि त्यसपछि टक्क हलुवासँग खानालाई मैले खरबुजा पनि काटेँ। अनि खरबुजा हेर्नु कस्तो रातै नाइ कि सेतो हो है। अनि म फेरि कस्तो हो है आफूले नखाएसम्म चित्तै बुझ्दैन काट्ने बित्तिकै खाइदिइहालेँ। अनि देख्न सक्नुहुन्छ यो मैले पकाएको हलुवा विथ किसमिसवाला रेगी है। अनि त्यसपछि अब मैले पुसालेर बाजेलाई चाहिँ पस्किएँ है 2 जनालाई नै। अनि त्यसपछि साथमा चाहिँ मैले